हाई एभ्रिवान, पुजुस डिसमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि डल्ले च्याउको रेसिपी लिएर आएकी छु। आशा छ हजुरहरूलाई मन पर्नेछ। आज चाहिँ सजिलो तरिकाले डल्ले च्याउ बनाएर देखाउने छु हजुरलाई। ल सुरु गरौँ है त। हामीलाई चाहिने सामग्रीहरूबाट हामीलाई चाहिँ यसमा धेरै सामानहरू चाहिने हुँदैन। हामीले यसको लागि नर्मल अरू जुन तरकारी बनाउँदा हालिन्छ जे हालिन्छ त्यही नै हालेर बनाउने गर्दछौँ। तर धेरै टेस्टी भने मैले बनाएको छु है, टेस्टी हुने तरिकाले। हेर्नुहोस् कति राम्रो देखिन्छ। मिठो स्वादिलो डल्ले च्याउको तरकारी खानु छ भने चाहिँ मैले बनाएर हालिदिएको छु। हजुरहरूले यही डिसलाई फलो गरेर बनाउन सक्नुहुन्छ। सो हेर्नुहोस् त, हेर्दै कस्तो मिठो खाउँ खाउँ लाग्दो बनेको छ। मैले त धनियाँ हालेर सर्भ गरिसकेँ। अब यसमा थोरै सुप पनि हालेर खाऊँ न त भनेर चाहिँ मैले थोरै पानी एड गरिदिएँ। बाँकीमा आधा चाहिँ हामीले फ्राई गरेर खाने विचार गऱ्यौँ भने आधा चाहिँ हामीले झोल हालेर खाने विचार गऱ्यौँ। धन्यवाद।